सो हेलो गाइज वेलकम टु न्यू टेक्नोलोजी साथीहरू साथीहरू आज पनि म तपाईँ सबैजनाको लागि एउटा न्यू इन्फर्मेसन लिएर आइसकेको छु। साथीहरू तपाईँलाई थाहा हुनुपर्छ कि आज सीको रिजल्ट पब्लिस हुनेछ। त साथीहरू यदि तपाईँहरू पनि चाहनुहुन्छ आफ्नो सीको रिजल्ट सजिलै हेर्नको लागि साथीहरू आउनुहोस्। आजको भिडियोमा तपाईँहरूलाई सिकाउँछु कि तपाईँहरूले आफ्नो सीको रिजल्ट कसरी सजिलै हेर्न सक्नुहुन्छ। त साथीहरू यसभन्दा पहिला तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गरिदिनु होला कि मेरो कुनै पनि न्यू भिडियोको नोटिफिकेसन सबैभन्दा पहिला तपाईँको पास पहुँचन्छ अनि तपाईँहरू डेली एउटा न्यू टेक्निकल नलेजको बारेमा जान्न सक्नु। सो साथीहरू अब हामीहरू आइसकेको छ आफ्नो मोबाइलको स्क्रिनमा। अनि साथीहरू तपाईँहरूले पनि आफ्नो मोबाइलको स्क्रिनमा आइसकेपछि तपाईँहरूले सिम्पली के गर्नु होला, तपाईँको मोबाइलमा जुन एउटा क्रोम ब्राउजर भनेर अप्सन हुन्छ, जस्तो कि तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ एउटा क्रोम ब्राउजर छ। तपाईँले सिम्पली यसलाई क्लिक गर्नु होला। क्लिक गर्दाखेरि साथीहरू तपाईँहरू यस्तो खाले इन्टरफेस पाउनुहुन्छ। अनि तपाईँहरूले सिम्पली यहाँनिर टाइप गर्नु होला CNTC डट, साथीहरू जसरी कि तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ, म पहिलादेखि नै टाइप गरेको छु C.NTC.NET.NP.2082। साथीहरू तपाईँहरू सिम्पली यसलाई के गर्नु होला, सर्च गर्नु होला। सर्च गर्दाखेरि साथीहरू तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ सी रिजल्ट नेपाल टेलिकम। साथीहरू तपाईँहरूले सिम्पली के गर्नु होला, यसमा एकचोटि क्लिक गर्नु होला। सो साथीहरू हेर्न सक्नुहुन्छ, त्यसमा हामी क्लिक गरिसकेपछि यस्तो खाले इन्टरफेस हेर्न पाउँछ। अनि साथीहरू तपाईँहरू यतानिर हेर्न सक्नुहुन्छ कि दुईवटा अप्सन दिएको छ। हाम्रो फर्स्ट अप्सन रहेको छ सिम्बल नम्बर, यानि कि साथीहरू तपाईँहरूले इक्जाम दिने बेलामा, परीक्षा दिने बेलामा तपाईँको जुन सिम्बल नम्बर थियो नि प्रवेश पत्रमा, त्यो सिम्बल नम्बर तपाईँहरूले सिम्पली यसमा टाइप गर्नुपर्ने हुन्छ। अनि साथीहरू अर्को हाम्रो अप्सन रहेको छ डेट अफ बर्थ। साथीहरू तपाईँहरूको डेट अफ बर्थ कति हो तपाईँहरूले यसमा टाइप गरेर, अनि तपाईँको सिम्बल नम्बर कति हो त्यो यसमा टाइप गर्नु होला। टाइप गरिसकेपछि साथीहरू तपाईँहरू सिम्पली हेर्न सक्नुहुन्छ तल यो सबमिटको अप्सन छ, यो सबमिटमा तपाईँहरूले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि साथीहरू तपाईँको रिजल्ट आइहाल्छ। त्यो साथीहरू तपाईँहरूले भिडियो कस्तो लाग्यो आफ्नो सुझाव कमेन्टमा जरुर दिनुहोला। साथीहरू आजको लागि यति नै। फेरि